नमस्कार। आज हजुरहरुमा मैले घरमै युज गर्नको लागि नुहाउने साबुन हात मुख धुने साबुन बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ सोप बेस कटिङ गरेर राखेको छ। सोप बेस अनि फ्रेम भयो, यो ग्लिसिन, कलर, यो सेन्ट, यो फिजको लागि एसएलएस। अब हजुरहरुले मसँग त यति सामग्री छ, यतिले बनाउन लागि हजुरहरुसँग के छ? कागती सुन्तलाको बोक्रा पनि हालेर बनाउन सकिन्छ, पातीको रसबाट पनि बनाउन सकिन्छ, निमको पातबाट पनि बनाउन सकिन्छ, एलोभेराबाट पनि बनाउन सकिन्छ, मह हन्नी राखेर पनि बनाउन सकिन्छ। आफूलाई कुन चिजले सुट गर्छ त्यसको लागि बनाउन सकिन्छ। त्यसको लागि यो सोप बेस चाहिँ अनिवार्य छ। सोप बेस चाहिँ हामीले बजारमा किन्न गयो भने सोप बेस भनेर भन्यो भने दिन्छ केमिकल पसलमा। यो चाहिँ अनिवार्य छ। तर अरू चाहिँ आफूलाई जस्तो सुट गर्छ त्यस्तै बनाउन सक्नुहुन्छ। त्यसको लागि म बनाउन गइरहेको छु। हजुरले हेर्न सक्नुहुन्छ भिडियो। अब त्यसको लागि मैले सोप बेस पगाल्न गइरहेको छु। यो पुरै पग्लिनु पर्छ। मैले नडढोस् भनेर भित्र पानी तताएर बाहिरबाट पगालेको छु अर्को भाँडामा। त्यसको लागि भिटामिन पनि, भिटामिन ई छालाको लागि राम्रो गर्छ भनेर मैले यो हालेँ। अब ग्लिसिन, यो फिसको लागि यो सेन्ट, र यो कलर। अब यसलाई मजाले घोल्ने। यस्तो भयो होला हैन। पहिला मिलाएको कलरमा यस्तो भयो। अब यसमा मैले यो सोप बेस पगालेको यसमा खन्याइदिएँ।
यस्तो भयो अब हाम्रो त्यो झोल एकैछिन तातो छ यो। अब मैले यो फ्रेममा हाल्न गइरहेको छु। अब यो एकैछिनमा आधा घन्टा जतिमा यो साबुन रेडी हुन्छ। हेर्नुहोस् त यति भयो भने आफ्नो घरलाई मजाले युज गर्न सकिन्छ। ल हेर्नुहोस् त अब तयारी भयो यो। ल हेर्नुहोस् त कति राम्रो साबुन बन्यो। यसरी नै विभिन्न फ्लेभरहरू राखेर बनाउन सकिन्छ आफ्नो लागि। ल राम्रो भएन साथीहरू। अब यति भएपछि आफ्नो घरको लागि युज गर्न सकिन्छ र बजारको माग अनुसार हामीले बनाएर बेच्न पनि सकिन्छ। ल हस् त साथीहरू, हजुरहरूलाई म फेरि नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु। हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला। हस् त, धन्यवाद। हेर्नुहोस् त म हात पनि धोएर देखाउँछु कतिको फिजाउँछ। यसमा केमिकल केही छैन। यतिको भए हुन्छ साथीहरू। ल हेर्नुहोस् त।